दुनियाँमा हाँसिलो टुसी लाग्छ हर्षको दिन घरमा हुन्छ त्यसरी नातिनी देख्छ उसरी खोलिदिमा यो अब पनि छोरीको काम भन्ने छौ मेरी नातिनीको सुमासबाट बुझेर भइछन्। ल बेहुली घर चाहिँ ऊ यही हो साथीहरू होइन। ल हाम्रो यहाँ चाहिँ भोजको लागि खाना रेडी हुँदैछ। के लाग्यो यसमा? होइन हामी आएको है ल बिहेको भोजको आज हामी माइतीपट्टिबाट जन्तीको लागि भोज रेडी हुँदैछ भोजन। अब जन्तीहरू पनि आउँदैछन् होला होइन बाटोमा छन् होला नभए उनीहरूलाई खाना खुवाएर आज अहिले चाहिँ हाम्रो तर्फबाट अनि बेलुका र भोलि बिहान चाहिँ उनीहरूको तर्फबाट हामीहरूले खानुपर्ने हुन्छ। सो त्यही होला भिडियो आज कस्तो बन्छ गाउँतिर कस्तो हुन्छ भन्ने म चाहिँ जहाँसम्म देखाउने कोसिस गर्नेछु। हेरेर फुल इन्जोय दिनु होला। कस्तो लाग्छ आफ्नो प्रतिक्रिया दिनु पनि नभन्नु होला है। ल अब चाहिँ हामी खाना रेडी पार्छौँ। ल यता हाम्रो बाबरको लागि पिठो रेडी हुँदैछ। भाइ मगेश भतिज दाजु ल राम्रोसँग फिट है त काम गर्नु हो। हेर्न अङ्कल कति साह्रो पेलेको यार। सम्मान गर्न अङ्कललाई राम्रोसँग फिट्न जे अङ्कलले भने त्यही काम गर। यो हाम्रो भोलिको मेन मुख्य टेबल टकिङ गर्ने भाइ जन्तीहरूसँग टेबल टकिङ गर्ने होइन। काम गर्नु पर्छ भनेर त्यो हात भाँचीको चाहिँ नाटक गरे के तो नलाउ माया गाउँभरि हल्ला फैलिन्छ। पानी पर्ला रे पानी पर्ला र खत्तम हुने भयो त पानी पर्ने भयो त। पानी पर्नु हुन्न आज होइन। ल अब चेललाई यत्तिकै राख्ने आगो लगाएर पाकिहाल्छ। हाम्रा एक हात के हुँदैन यहाँ यो हाम्रो मेरो जेसीको पार्टी सबै आउने होइन भाइ हाम्रो बाउराहरूले मान्छे होइन। यो चाहिँ अब तेल चाहिँ रेडी भइरहेछ होइन। यहाँ हाम्रो बाबर निकाल्ने दाइ बाबर निकाल्ने होइन। यो चाहिँ तेलको भन्ने है। उता हाम्रो आर्के दन हो के दन एचपी दन पर दाउरा लगाउँदैछ एचपी दन होइन। हाम्रो ग्याङ छ नेपालभरि। हाम्रो बाबर हाल्दै होइन आर्के दन तत्याला भयो।
बाबर देखाउँदा साह्रो साह्रो छ ल हामीहरूले हालेको बाबर चाहिँ यस्तो भयो है साथीहरू बाटुलो बाटुलो डल्लो डल्लो खाली भयो के हाल्छ यार के हाल्छ यार यो राजु भति के हाल्छ यो हेर्नु न कति दामी भा निकाल्दै ल्याउने होइन त राम्रो हुन्थ्यो तपाईँले समाएर बितिहाल्यो यो बाबर निकाल्दै ल्याउने होइन अलिक ठिक ठिकै भइरहेछ के निकाल्ने उनीहरूको बाबर हाल्नु न तपाईँ आफै क्या अरे बाबर निकाल्दै त आराम न काम निकाल्दै हो केला पात काट दुई हुनु त यस्तो भयो ल बाबा आइसक्यो भात पायो छ ल गजब भएको छ अझै तरकारी है तरकारी यहाँ छ दाल यहाँ छ ल अब चाहिँ हाम्रो भोज पाकिसक्यो होइन खाने परिक्रियामा छौँ अब हामी अङ्कल चाहिँ भात हाल्दै हुन्छ सबै भइसक्यो रेडी सबै रेडी भइसक्यो खानेहरू यहाँ अगाडि बसिरहेका छन् आयो न त सबै हेलो हेलो न हेलो ल यो तरकारी हाल्नु ल खाऊ है टन्नै पेट भरेर खाऊ ल साथीहरू अब चाहिँ हाम्रो यता कलश पनि रेडी भइसक्यो होइन यहाँ चाहिँ अब जन्तीहरू बस्नलाई रेडी बनाइसकेका छौँ हामीहरूले चाहिँ जन्तीहरू चाहिँ त्यो गाडीमा आउँदैछन् साथीहरू यहाँबाट खासै देखिरहेन अलि क्यामेरा कमजोर छ कि मेरो यो चाहिँ अब सम्राट खान्छ यहाँनिर ल कति खाना त यार अघिबाट यार एक डिग्री भात सकाइहाल्छ दाइले अन्त खाने ज्यान पनि छ दाइको ल सम्राटले योभन्दा बढी खान सक्दैन तरकारी हाल्दैन यति के हाल्ने अब हाल्लाई लागि हुने अब त यो अब नि छोरीको काम भन्ने छौ मेरी नातिनीको सुमासबाट बुझ्ने भइछन् भाग्य भन्नुभएका नाति भयो यार तेरो बाटोबाट उज्यालो उज्यालो हुन्थ्यो लामा तेलमा नै हेलो सोन साथी भिडियो तपाईँहरूले पुरा हेरिदिनु भयो है भिडियो बनाउँदा एकदमै धेरै लामो भयो क्या साथीहरू त्यत्रो 1-1.5 घन्टाको भिडियो अब हालेर साध्य छैन होइन हेर्न पनि कसले हेर्दैन त्यत्रो 1-1.5 घन्टा त्यही भएर चाहिँ मैले थुप्रै क्लिपहरू मिलाएर भिडियो राख्ने छु
तपाईँले हेरिदिनु होला। अब यो त हामी माइतीपट्टिबाटको भोज कार्यक्रमको मात्रै थियो। एकदमै रमाइलो एकदमै इन्जोय गरेको भिडियो चाहिँ अब भोलि आउनेछ। तपाईँहरूले पक्कै पनि त्यो भिडियोलाई हेरिदिनु होला साथीहरू है। एकदमै रमाइलो गरेको थियौँ हामीहरूले चाहिँ बिहेमा, छोरीको बिहेमा है। भोलिको भागलाई पनि तपाईँहरूले हेर्न पक्कै पनि नभुलिदिनु होला है त साथी।